डोजर चलाए देशैभरि आन्दोलन गर्ने भूमिहीनहरूले दिए सरकारलाई यस्तो चेतावनी। एकातिर डोजर आतंक, अर्कोतिर सरकारले लालपुर्दा झमाझम वितरण गर्यो। सुकुम्बासीको मुद्दा समाधान गर्नको लागि सरकारमाथि चर्को दबाव र गाँसबास सुनिश्चित गर भन्दै सडकमा उत्रिए सुकुम्बासी। डोजर आतंक विरुद्ध दिए सरकारलाई कडा चेतावनी। पूरा जानकारीको लागि यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। दर्शकबिन नमस्कार, तपाईँ अहिले हेर्दै हुनुहुन्छ नेपाली खबर मञ्च। दर्शकबिनहरू सदा जस्तै आज पनि विशेष रिपोर्टका साथ उपस्थित भइसकेका छौँ। यो भिडियोलाई अन्तिमसम्म हेरेर हामीलाई साथ दिनुहोला। दर्शकबिनहरू, अन्ततः सरकारले एकातिर सुकुम्बासी बस्तीमा डोजर चलाइरहेको छ भने अर्कोतिर सरकारले भूमिहीन नेपाली नागरिकहरूको लागि भने अहिले धमाधम लालपुर्जा वितरण समेत गरेको छ। यो सँगै सरकारको केही आलोचना भएको छ भने केही सरकारको अहिले चर्चा पनि भइरहेको छ। त्यस्तै सरकारले मिथिला नगरपालिका 4 का 483 भूमिहीन सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण गरेको छ भने मिथिला नगरपालिका 6, 7, 8 र 9 मा बसोबास गर्दै आएका सुकुम्बासी परिवारलाई एक समारोह बीच लालपुर्जा वितरण गरिएको जानकारी प्राप्त भएको छ। गाउँ ब्लकको जग्गा लामो समयदेखि लालपुर्जा बिन भोग चलन गर्दै आएका परिवारहरूले अब कानुनी रूपमा जग्गा धनीको प्रमाण प्राप्त गरेका छन्। जिल्ला स्थित नापी कार्यालय 2 नम्बर टोलीका प्रमुखका अनुसार आवश्यक कागजात तथा नाप नक्सा प्रक्रिया पूरा गरेपछि लालपुर्जा वितरण गरिएको जानकारी गराएका छन्। उनका अनुसार लालपुर्जाका लागि 658 जनाले निवेदन दिएको उनले जानकारी गराएका छन् भने यसअघि पनि उक्त टोलीले वडा नम्बर 1, 6 र 7 का 64 परिवारलाई लालपुर्जा वितरण गरिसकेको उनले जानकारी गराएका छन्। त्यस्तै कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख, मिथिला नगरपालिकाका प्रमुख लगायतले सम्बन्धित परिवारलाई लालपुर्जा हस्तान्तरण समेत गरेका थिए। त्यस्तै नगर प्रमुख महतले लालपुर्जा पाएपछि भूमिहीन परिवार अब कानुनी रूपमा जग्गा धनी बनेको उल्लेख गर्दै सबैको सहकार्यमा नगर विकासलाई अघि बढाउनु पर्ने बताएका छन्। नापी कार्यालयका अनुसार धनुषामा रहेका 75 गाउँ ब्लक मध्ये 72 वटाको नापजाँच सम्पन्न भइसकेको छ भने त्यस्तै 12 वटा गाउँ ब्लकका धनी पूर्जा वितरण भइसकेको जानकारी गराएका छन्। यो सँगै सरकारले अब देशैभरि लालपुर्जा वितरण गर्ने अभियान नै चलाएको छ भने अर्कोतिर सरकारले सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचनाहरूमा डोजर समेत चलाउँदै आइरहेको छ। दर्शकबिनहरू, त्यस्तै भूमिहीन तथा अव्यवस्थित बसोबास गर्ने व्यक्तिहरूले वैकल्पिक व्यवस्था नगरी बस्तीमा डोजर चलाई देशव्यापी आन्दोलन चर्काउने सरकारलाई चेतावनी दिएका छन्। रूपन्देहीमा आयोजना भएको हिजो बुटोलमा भएको विशाल प्रदर्शनमा सयौं सहभागीहरूले सरकार विरुद्ध नाराबाजी गरेका थिए भने प्रदर्शनकारीहरूले अव्यवस्थित बस्तीलाई व्यवस्थित गर, गाँसबासको सुनिश्चित गर, डोजर आतंक बन्द गर लगायतका नारा लगाउँदै बुटोलको राजमार्ग चौराहादेखि ट्राफिक चोकसम्म प्रदर्शन गरेका थिए। सङ्घर्ष समितिका संयोजकले वैकल्पिक योजना बिना गरिब बस्ती हटाउन खोजिएको भन्दै सरकारमाथि अमानवीय व्यवहार गरेको आरोप पनि लगाएका छन् भने उनका अनुसार देशभर करिब 12 लाख परिवार बस्ती हटाउने सरकारी तयारीबाट प्रभावित भएको बताएका छन्। यस्तै उनले सरकारले दमनकारी शैली नरोके आन्दोलन झन कडा बनाउने चेतावनी समेत दिएका छन् भने कार्यक्रममा विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूले सार्वजनिक जग्गा संरक्षणको नाममा गरिब नागरिकहरूमाथि अन्याय भइरहेको आरोप पनि लगाएका थिए। त्यस्तै उनीहरूले दीर्घकालीन समाधान खोज्न र सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न माग गरेका छन् भने आयोजकहरूका अनुसार बुटोलमै भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूको राष्ट्रिय सम्मेलन आयोजना गरिने जानकारी समेत गराएका छन् भने सम्मेलनले आगामी आन्दोलनका कार्यक्रम तय गर्दै राष्ट्रिय मोर्चा गठन गर्ने तयारी गरेको जानकारी गराएका छन्। त्यस्तै सुकुम्बासी पीडितहरूले कुनै पनि हालतमा बस्तीमा डोजर नचलाउनको लागि सरकारसँग बारम्बार आग्रह समेत गरेका छन्।